माताको फोन आयो। हेलो ए सानीमा राधे राधे ए ए ल आउँछु तिजामा आउनु पर्ने ए ल ल ल सानीमा आउँछु नि किन नआउनु ए दुई टाइम पो नाच्ने बिहानबाटै आउनु ए ल ल मा फेरि फोन आयो। फेरि गर्नुभयो हेलो ए दिदी किन तिजमा बोलाउनलाई फोन गरेँ कि ए ल ल ल ल ल ए मा फेरि फोन आयो। ए आज त कति हो तिजामा हेलो ए आन्टी राधे राधे सन्चै हुनुहुन्छ ए तिजामा आउनुपर्ने ए ल ल ल किन नआउने भयो तपाईँले यत्रो वर्ष पछाडि बोलाउनु त अनि आइहाल्छु नि ल ल ल केटाकेटी लिएर आउँछु नि ल ल ल ए मा फेरि फोन गर्नु ठुलो मम्मी फोन गर्नु ए फेरि आज त यसपालि त दिदीले पनि सम्झिन्छ त ए ल दिदी तिजामा आउनुपर्ने अरे ए यसपालि त हेर्नु न तिजामा कति हो कति यसपालि त रमाइलो हुनु पर्यो फेरि उठ्दैन त हौ हेलो ए काकी राधे राधे ए सन्चै हुनुहुन्छ ए तिजामा बोलाउनलाई फोन गर्नुभएको ए ल ल ल काकी ल अनि बुढा सुनिहाल्नुभयो तपाईँले तपाईँकै अगाडि अब ढाँटेको होइन ढाँटेको भन्नुहुन्छ होला फोन त आइराखेको बजेको सुनिहाल्नुभयो बोलेको सुनिहाल्नुभयो अब यसो साडी त दिनु पर्यो यसो पैसा त चाहिएको थियो यो 1000 मात्रै अनि कति छ साडी अनि यो त यहाँ त काकी घरतिर आएर जाने मात्रै साडी भयो त अनि उता दिदी साडी भयो त अनि उता दिदीले बोलाउनु भयो उता पनि अर्की दिदीले उता सानीमा ल्याउ उता आन्टीले अनि एउटा साडी कस्तो कन्जुस भइरहेको एउटै साडी मात्रै लगाएर पठाएर ल त सुने तपाईकै बन्द हुन्छ तपाईँको इज्जतको लागि मात्रै हो तपाईँको इज्जतको लागि ले भयो अब चाहिँ पैसाको कुरो नगर्ने भयो जोडा साडीको जोडा पैसा मात्रै साडी आयो त 4-5 जग्गाबाट फोन आएको छ त अनि यो फेरि यसो भन्नुभएको छ बिहान पनि नाच्ने अरे बेलुका पनि नाच्ने अरे बिहान नाचेको साडी बेलुका नाच्दा कस्तो गरिब रहेछन् कस्तो कन्जुसे रहन्छ साडी त्यसका त एउटा केही रहन्छ भन्छन् तपाईँको मलाई त चाहिँदैन बुढा मलाई त चाहिँदैन तपाईँको बुढी त गतिले चाहिँ केही त्यस्तो चाहिँदैन केही चाहिँदैन के तपाईँको इज्जतको लागि मात्रै हो तपाईँको इज्जतको लागि मात्रै मैले मागेको हेलो ए तिमीलाई आउनु पर्ने ए ल ल ल ए चिन्ता नगर्नु जहिले 8-10 वटा साडी त किनिदिन्छु भन्नुभएको छ मेरे हालात ऐसे हैं कि मैं कुछ कर नहीं सकता।